हेलो गाइस, गुड इभिनिङ। र आज चाहिँ मैले फेरि है घिउ पार्नुको लागि यहाँ तर राखेको थिएँ। फ्रिजबाट मैले तर निकालेँ है। तर निकालेर आज घिउ पार्नु पऱ्यो भनेर चाहिँ सोचेर चाहिँ मैले आज मेरो घिउको भाँडा पनि भरिएछ है। र आज चाहिँ घिउ बनाउने विचार गरेँ र मैले मेरो एउटा टप्परवेयरको प्लास्टिकको बट्टा थियो, त्यो बट्टामा मैले खनाएँ है। र खनाएर चाहिँ आज म घिउ पार्ने तपाईँलाई देखाउँदैछु कस्तो प्रकारले घिउ पार्नुपर्छ भनेर है। र यो चाहिँ मेरो जुसर मेसिन हो। यो जुसरले यसले सब कुछ काम गर्छ। यसले सब घिउहरू बनाउनु, मिक्सर यो केही अचार सचार बनाउनु पनि यही जुसरले सबैले काम गरिहाल्छ है। र मैले जुसरले चाहिँ यहाँ घिउ बनाउँदैछु है। यहाँ हेर्नुहोस् है, मैले जुसर चलाएर चाहिँ लगभग घिउ पनि बनिसक्दैछ है। यतिको चाहिँ भएको छ। यसो सोचेर आज भएको छैन र फेरि मैले यसलाई फेरि चलाएँ है। चलाएर चाहिँ र तपाईँहरूलाई देखाउँदैछु यो है कस्तो प्रकारले बनिन्छ भनेर चाहिँ कि जुसरले चाहिँ लगभग तयार भइसक्यो है। यो मेरो घिउ पनि परिसक्यो र म तपाईँलाई यो देखाउँदैछु है। अलिक उचालेर पनि देखाउँछु तपाईँलाई यो है। यस्तो छ। अब चाहिँ मेरो ख्यालमा चाहिँ भइसक्यो यो है। र म अर्को भाँडामा निकाल्दैछु। भाँडामा चाहिँ अर्को भाँडामा चाहिँ चिसो पानी राख्नुपर्छ है। चिसो पानी राखेर चाहिँ तपाईँको यो घिउलाई चाहिँ त्यहाँनिर ट्रान्सपोर्ट गर्नुपर्छ है, अर्को जग्गामा गर्नुपर्छ। र यहाँभित्र त्यो घिउ खार्नुभन्दा अगाडि यसलाई 2-3 पल्ट यो पानीलाई पखाल्नुपर्छ, घिउलाई पखाल्नुपर्छ। किनभने यसमा मही लागेको हुन्छ सेतो सेतो। यसलाई चाहिँ पखालेर चिसो पानीले पखाल्नुपर्छ। र मैले चाहिँ अर्को भाँडामा सारेको र घिउ चाहिँ लगभग आधा केजीभन्दा अलिक ज्यादा नै परेको छ है। र म चाहिँ डेली 1 केजी ठिका खान्छु र त्यही ठिकाबाट दुध तताएर त्यो तर चाहिँ म जम्मा गर्ने गर्छु है। त्यसले गर्दा मही पनि हेर्नुहोस् है, मही पनि यस्तो भइरहेछ। मही पनि ठिक छ, खानु दामी छ है। र मैले फेरि खारेको छु है। खारेर लास्टमा म तपाईँलाई देखाउँदैछु है। म घिउ खार्नु थालेँ र यस्तो छ। ओके, गुड नाइट।